आज शनिबारको रोयल एग्रो भिजिट। शनिबार आइतबार सरकारले 2 दिन बिदा दिइसकेपछि बिदाको दिन शनिबार सो भ्रमण गर्ने क्रममा के भइरहेछ भनेर वस्तुस्थिति हेर्दा धान यो हाइब्रिड 312 धानको बिउ पोखरा आज यो यसको छोपेको ढकन झिकेको माथिबाट यो कालो अङ्गुर हो। कालो अङ्गुर एकदमै अन्याय भएको थियो यसलाई थाङ्राहरू नहालेर, अनि मैले यस्तो यो बनाइदिएको थिएँ। यो बनाउने बित्तिकै यसरी छानामाथि मजाले गएको छ। अब अर्को वर्षदेखि कालो अङ्गुर खान पाइन्छ होला। यो आँप पनि गोडमेल गरेपछि एकदम राम्रो भएर आएको छ। यो मालदा आँप हो। यो अर्को खाले प्रजातिको आँप हो। यो पनि राम्रो भएर आएको छ। अब यहाँ ठिक्क खनेर अब यहाँ रोप्न बाँकी छ। र अब यहाँ हेरौँ मेरो गिरी भाइहरू, गिरिराज। ओ गिरिराज, यहाँ त बर्बाद भएछ, दुर्घटना भएछ यार, बिचरा, सो स्याड। हेर हे भगवान्, यहाँबाट झऱ्यो कि के हो यार, कस्तो नराम्रो भएछ नि यो त। बिहान बिहान एकदम दुःखद खबर। सो यो गिरिराजको आत्माले शान्ति पाओस्। गिरीबन्धुहरू अरू सुरक्षित छन्, ठिक छ। आऊ आजा 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 लोग, आजा आजा आजा। र यहाँ छ मेरो चेरी। यो चेरीलाई पनि मैले यो गोडमेल गरेर मल हालेर गोडमेल गरेपछि एकदम राम्रो भएर आएको छ। यो नयाँ फल हो यहाँको लागि चेरी। र यो लिची उत्कृष्टसँग आएको छ। यो लिची यसले 2 चोटि मल पाइसक्यो, भाग्य बस्दै गऱ्यो। यो लिची चाहिँ एकदम मजाले सप्रेर आएको छ। अब यो अघि राखेको बिउको धान यहाँ रोप्ने हो। अहिले ल्याएर ठिक्क पारेछ, पानी जमाएर अब जोत्नुपर्ने छ। मेरो गोरे डनहरू के गर्दैछन् ल हेर्नुहोस्। यहाँ यो मेरो गोरे डनहरू हो, वरिष्ठ सरहरू यिनीहरू। गोरे डन्स के छ यार? र यो ब्रोइलर चाहिँ अब लगभग 10 दिनमा एकदम रेडी हुन्छ। तपाईँहरू आउनुभयो भने यहाँ एकदम सुपथ मूल्यमा बिक्रीको लागि खुल्ला हुनेछ। र यता यो गोरेहरूको फर्म ब्रोइलर, र यो चाहिँ पाडाहरू पाल्ने सेट रेडी छ। पाडाहरू आउँदैछ अब 2 दिनमा। यो बाख्राको लागि, खसीहरूको लागि रेडी छ। यहाँ यो खसीको लागि हो, थोरै काम बाँकी छ। र यो चाहिँ हाम्रो माछा पोखरी। आज यो पोखरीमा केही माछाहरूले नयाँ जीवन पाउनेवाला छन्। हामीले गत महिना ल्याएर माछाहरू राखेका थियौँ माथिल्लो पोखरीमा, स्टकिङ गरेका थियौँ। अब त्यसलाई यो पोखरीमा सिफ्ट गर्नु छ। सो त्यसको काम आज हुँदैछ। 5000 चान्चुन माछाको भुराहरू हामीले यहाँ राखेका छौँ। अब हामी झन्डै 3000 देखि 3500 भुराहरू यो पोखरीमा सिफ्ट गर्दैछौँ भने बाँकी भुराहरू यही पोखरीमा राख्छौँ हामी। आज यो काम हुँदैछ। शनिबार र आइतबार बिदाको सदुपयोग गर्दै आज र भोलि रोयल एग्रोमा व्यापक खटाइ हुनेवाला छ। तपाईँहरू पनि यदि आज माछा खान चाहनुहुन्छ भने रोयल अर्ग्यानिक एग्रो फार्ममा आउनु होला है।